हाई एभ्रिवान। अब आज हामीसँग एस पावरको 5 kVA 192 भोल्ट अनलाइन युपिएस आएको छ। अब यसमा के छ भने हामीसँग अब अहिले चेक गर्दाखेरि खासै त्यस्तो ठुलो प्रब्लम नभए पनि मेन्स चाहिँ लिइरहेको छैन। अनि मेन्स लियो भने पनि अब डिस्प्लेमा र टर्मिनलको भोल्टेजहरू मिलिरहेको छैन, अनि ब्याट्री भोल्टेज पनि बनेको छैन। त्यसपछि अब भित्र यसो भोल्टेजहरू हेर्दाखेरि पनि केही फरक परिरहेको छैन भन्नमा अब आइरहेको छैन। स्विच थिच्दाखेरि केही रेस्पोन्स पनि दिइरहेको छैन। अब सबै कुरो प्रब्लम नदेखिए पनि अब एकचोटि यसो पिसिबी निकालेर अनि चाहिँ टेस्ट गरौँ भन्ने भयो। अनि अब पिसिबी खोलियो, अब जतिसुकै स्विचहरू गरे पनि अब भित्र पनि हेर्दाखेरि भोल्टेजहरू आइरहेछ तर रेस्पोन्स गरिरहेको छैन। अनि पिसिबी खोलिसकेपछि अब यसो चेक जाँचहरू गरेर 2-4 स्पेयरहरू चेन्ज गरेर अनि त्यसपछि हामी पिसिबी इन्स्टल गऱ्यौँ। पिसिबी हालिसकेपछि अनि सबै अब के कस्तो छ यसो प्यारामिटर पनि अलिअलि अब पिसिबी हालिसकेपछि एसिआरहरू यताउता सबै चेकहरू गर्नु परिहाल्यो। अलिअलि अब सबै चेकहरू गरेपछि लगभग सबै पहिले जस्तै नै ठिकै देखियो। जुन स्पेयरहरू गएको थियो त्यो स्पेयरहरू चेन्ज गरिसकेपछि अनि फेरि चेकहरू गर्दाखेरि सबै ठिक छ। अब मेन सप्लाई फेरि दियौँ हामीले। मेन सप्लाई दिइसकेपछि डिस्प्ले आयो। डिस्प्ले आएपछि अब त्यसपछि चाहिँ यो भनौँ न मेन्स चाहिँ अटोमेटिकली लिइहाल्यो। मेन्स लिइसकेपछि अब ब्याट्री लो भोल्टेजमा थियो, किनभने हामीले ब्याट्री जोडेको छैन। नजोडेकोले गर्दाखेरि पनि होला ब्याट्री लोको इन्डिकेट गरिरहेको थियो। तर जब हामीले अन गरिसकेपछि त ब्याट्री भोल्टेज बन्यो होइन। ब्याट्री भोल्टेज 216 भोल्ट बन्यो। अनि आउटपुट भोल्टेज पनि 230 आइरहेको थियो। अरू सबै प्यारामिटरहरू ओके नै थियो। त्यसपछि हामीले प्याक गरेर कस्टमरलाई पठाउने व्यवस्था गऱ्यौँ। थ्याङ्क यू।